नमस्ते सबजनालाई फेरि पनि म ललित मर्सिङ हजुरलाई यो ललित मर्सिङ 5192 च्यानलमा हजुर सबजनालाई स्वागत गर्न चाहन्छु। सो अस्ति हामी इन्टरनेसनल बिजनेसको सर्ट क्वेसनहरूको बारेमा केही जानेका थियौँ होइन। सो आज हामी अब फाइनल सेसनमा होइन अरू बोर्ड इक्जाममा सोधिने खालको क्वेसनहरूको बारेमा होइन हामी केही डिस्कस गर्न गइरहेको छौँ। अहिले खासमा फोकस फाइनल एसेसमेन्टतिर गरौँ होइन। हाम्रा ल ग्यारेन्टीका साथीहरूका लागि पनि यो भिडियो बनाइरहेका छौँ। साथीहरू कृपया हेरेपछि सब्सक्राइब गरिदिनु होला। सो फर्स्ट क्वेसन डिस्कस गरौँ लेटर अफ क्रेडिट एलसीको बारेमा होइन। हामी त्यसको प्र्याक्टिकल पनि गरेको थियौँ होइन। यो पनि हाम्रो ब्याचलर लेभल अनुसारमा आउने लास्ट सेम 8 सेमका लागि एउटा वान अफ द इम्पोर्टेन्ट क्वेसन हो फाइनल एसेसमेन्टको लागि। So let's start. So what is LC? So LC is the commitment of guarantee by a commercial bank such as Nabil, NIMB, RBB on behalf of buyer, importer that payment will be made by them to the exporter provided that the terms and conditions stated or mentioned in the LC after the verification of all required documents. अब यसले के भन्छ भनेपछि अब एलसी भनेको एउटा वादा हो, कमिटमेन्ट हो होइन। वचन दिएको हो कि म हजुरको पेमेन्ट चाहिँ गरिदिन्छु। कसको पेमेन्ट चाहिँ त्यो बायरको पेमेन्ट हुन्छ। यसमा के हुन्छ भने चारवटा पार्टी मेनली इन्भल्भ हुन्छ। एउटा चाहिँ इम्पोर्टर हुन्छ, एउटा इस्युइङ बैंक हुन्छ, एउटा चाहिँ एडभाइजिङ बैंक हुन्छ, एउटा चाहिँ फरेन जो एक्सपोर्टर हुन्छ त्यो। यसमा खालि जस्तै कि नेपालबाट होइन अब मलाई केही जापानबाट केही मगाउनु पऱ्यो भने होइन अब नेपालको बैंक एनआइएमबी भइहाल्यो होइन। त्यो नेपालको बैंक जुन छ के अरे जुन अब त्यो बायर भयो होइन इम्पोर्टर त्यो चाहिँ फर्स्ट पार्टी भयो। अब त्यसको पनि एउटा बैंक भयो होइन त्यसको उसको सट्टामा काम गर्छ होइन पेमेन्ट गर्ने काम गर्छ त्यो चाहिँ इस्युइङ बैंक हो। अब फेरि अब मैले भने जस्तै जापानबाट लगाउनु छ जापानको एउटा बैंक छ उसले के अरे जापानिज बैंकले होइन जापानिज बैंक चाहिँ एडभाइजिङ बैंक भयो। अनि त्यो हामी जापानबाट जुन सामान मगाउँछौँ होइन त्यो हाम्रो चाहिँ के भयो एक्सपोर्टर भयो। यो चारवटा पार्टी हुन्छ। अब त्यही हो। अब ल लेटर अफ क्रेडिट भनेको के हो भने लेटर अफ क्रेडिट खासमा इस्युइङ बैंकले होइन त्यो जारी गर्छ होइन इस्यु गर्छ टु एडभाइजिङ बैंक अनि त्यसपछि त्यो एडभाइजिङ बैंकले पनि के गर्छ एक्सपोर्टरलाई के गर्छ उसले लेटर अफ क्रेडिट दिन्छ अनि गुड्स पनि पठाउँछ होइन। यसको विस्तृत जानकारी पनि हामी एकछिनमा जानु होला होइन। यस्तो खास त्यो कमिटमेन्ट वचन दिएको हो कि म हजुरको पेमेन्ट गरिदिन्छु होइन इम्पोर्टरको पेमेन्ट कसलाई एक्सपोर्टरलाई थ्रु द हेल्प अफ एडभाइजिङ बैंक। सो यसको अब प्रोसेसतिर जाउँ होइन। यसको मेन प्रोसेस चाहिँ जम्मा 9वटा हुन्छ। पहिलो चाहिँ कन्ट्र्याक्ट अफ सेल हुन्छ होइन। अर्को चाहिँ रिक्वेस्ट फर प्रोभाइडिङ क्रेडिट होइन। अर्को चाहिँ थर्ड प्रोसेस चाहिँ क्रेडिट सेन्ड टु एडभाइजिङ बैंक। फोर्थ प्रोसेस चाहिँ एलसी प्रोभाइडेड टु एक्सपोर्टर होइन। फिफ्थ प्रोसेस चाहिँ डिलिभरी अफ गुड्स। सिक्स चाहिँ डकुमेन्ट प्रेजेन्टेड टु एडभाइजिङ बैंक। सेभेन चाहिँ डकुमेन्ट प्रेजेन्टेड टु इस्युइङ बैंक। एन्ड देन एट प्रोसेस इज डकुमेन्ट्स आर प्रेजेन्टेड एन्ड क्लेम फर पेमेन्ट। अनि 9th प्रोसेस चाहिँ लास्टमा के गर्छ भने पेमेन्ट गरिन्छ। अब यसको एउटा ब्रिफली जाउँ होइन। अब यसले प्रोसेसमा के कुरा पर्दो रहेछ होइन के डकुमेन्टहरू रिक्वायर रहेछ। पहिलो चाहिँ कन्ट्र्याक्ट अफ सेल। कन्ट्र्याक्ट अफ सेलमा के हुन्छ भने दुईवटा पार्टी जुन इम्पोर्टर र एक्सपोर्टर छ होइन त्यसले कति प्राइसमा कति क्वान्टिटी प्याकेजिङ कसरी गर्ने डेलिभरीको टाइम के लिए टर्म्स कन्डिसन कसरी छ होइन यो सब कुराहरू त्यसमा इन्क्लुड गरेको हुन्छ। त्यो हामी कन्ट्र्याक्ट अफ सेलमा राख्न सक्छौँ। यो त्योमा यो फर्स्ट प्रोसेस भनेको यही हो। सेकेन्ड प्रोसेस भनेको रिक्वेस्ट फर प्रोभाइड क्रेडिट। अब त्यसपछि के गर्छ भने द इम्पोर्टर रिक्वेस्ट टु हिज बैंक इस्युइङ बैंक होइन टु प्रोभाइड or open LC in the name of exporter which detailed terms and conditions of sales as agreed earlier। हो त्यही जुन हाम्रो टर्म कन्डिसन्सहरू कति प्राइसमा कति किन्ने होइन डेलिभरी कसरी गर्ने सबै टर्म्स कन्डिसनलाई ध्यानमा राखेर होइन अब के गर्छ भने इम्पोर्टरले के गर्छ रिक्वेस्ट गर्छ कि कसलाई अब आफ्नो इस्युइङ बैंक छ नि होइन जस्तै नेपालको लागि एनआइएमबी भइहाल्यो होइन नेबिल भइहाल्यो उसले इस्यु गर्छ कि हजुरले मलाई लेटर अफ क्रेडिट के गरिदिनु इस्यु गरिदिनु होइन जस्ट यो लेटर अफ क्रेडिट लोन जस्तै हो लोन मागेको छ उसले होइन ब्याङ्कसँग। त्यसपछि के गर्छ भने
थर्ड प्रोसेसमा क्रेडिट सेन्ड टु एडभाइजिङ ब्याङ्क। अब त्यही क्रेडिट अब जुन लेटर अफ क्रेडिट छ नि त्यो के भन्छ भने इस्युइङ ब्याङ्कबाट एडभाइजिङ ब्याङ्कमा के गर्छ ट्रान्सफर गरिन्छ होइन। अब त्यो पछि के गरिन्छ फेरि फोर्थ फेजमा त्यही एलसी फेरि कसलाई दिइन्छ एक्सपोर्टरलाई दिइन्छ। यसको यो फोर्थ प्रोसेस भइहाल्यो। द एडभाइजिङ ब्याङ्क डेलिभर्स एलसी टु द एक्सपोर्टर। देन वान अफ द मोस्ट इम्पोर्टेन्ट एन्ड इक्जाम पोइन्ट अफ भ्यूको लागि अलि हार्ड पनि छ डेलिभरी अफ गुड्स। यसमा के हुन्छ भने आफ्टर गुड्स आर रेडी फर सिपमेन्ट द एक्सपोर्टर डाइरेक्टली और थ्रु एजेन्ट इन्क्लुडिङ डकुमेन्ट्स लाइक commercial invoice, packaging list, certificate of origin, or any other documents like GSP, product test laboratory report, insurance policy certificate, etc. When goods are booked for transport or transported, exporter receives a consignment note or bills of lading or airway bills as a proof of custodian of goods and guarantee to deliver to the importer in a specific destination. अब के हुन्छ भने अब त्यो जब एलसी जब इम्पोर्टरले पाइहाल्छ होइन के अरे एक्सपोर्टरले पाइहाल्छ भने सरी त उसले के गर्छ अब त्यो गुड्स जुन अब सामान मगाइरहेको छ होइन त्यसले के गर्छ अब सिपमेन्टको लागि पठाउनको लागि तयार गर्छ होइन। त्यसको लागि उसले इम्पोर्टेन्ट डकुमेन्टहरू पनि दिनु त्यहाँ इन्क्लुड गर्नुपर्छ। जस्तै कि कमर्सियल इन्भोइस भइहाल्यो, प्याकेजिङ लिस्ट के सामान छ होइन, अब सर्टिफिकेटहरू चाहिँ यो कहाँको हो कुन देशबाट बनेको छ। अर्को चाहिँ अरू पनि जुन टेस्ट ल्याबमा गरेको टेस्ट ल्याबोरेटरी केमिकलतिर गइहाल्यो टेस्ट गरेको त्यो रिपोर्टहरू चाहिन्छ। इन्सुरेन्स पोलिसी केही बाटोमा केही उसको नोक्सान भइहाल्यो चोरी भइहाल्यो भने त्यसको लागि पनि के गरिन्छ इन्सुरेन्स गराइन्छ। अनि तब त्यो एक्सपोर्टरले के गर्छ आफैले पनि सामान आएर पठाउँछ नत्र उसले थर्ड पार्टी एजेन्टलाई के गर्छ उसले त्यो काम सोध्छ होइन। त थर्ड पार्टी एजेन्टले काम सोध्यो भने होइन उसले थर्ड पार्टीसँग एउटा कन्साइनमेन्ट नोट लिन्छ होइन कि एउटा प्रुफ कि यो सामान मैले हजुरलाई दिएको हो तपाईँ हजुरले चाहिँ बायरलाई चाहिँ यो पठाइदिनु पर्ने हो आइज जुन ठाउँमा मैले भन्छ त्यो ठाउँमा पठाइदिनु होला भनेर एउटा कन्साइनमेन्ट नोट पनि दिइन्छ होइन। यो एउटा भइहाल्यो यसको डेलिभरी अफ गुड्सको प्रोसेस। त्यसपछि के आउँछ डकुमेन्ट प्रेजेन्टेड। अब जुन लिस्टहरूको थियो नि अब जुन डकुमेन्टहरू त्यसलाई हामीले दिएको थियो होइन त्यो लिस्टहरू फेरि कहाँले दिइन्छ जुन कमर्सियल पेपरहरू थियो प्याकेजिङ लिस्टहरू थियो सर्टिफिकेटहरू त्यसलाई कसलाई दिइन्छ फेरि त्यो फेरि एक्सपोर्टरबाट एडभाइजिङ ब्याङ्कलाई दिइन्छ। यो चाहिँ यसको 6 प्रोसेस हो। तब 6 प्रोसेसपछि के हुन्छ भने 7 प्रोसेसमा डकुमेन्ट प्रेजेन्टेड टु इस्युइङ ब्याङ्क। अब त्यही डकुमेन्टहरू फेरि कसलाई ट्रान्सफर गरिन्छ इस्युइङ ब्याङ्कलाई गरिन्छ। जसले इम्पोर्टरको ब्याङ्क छ नि त्यसलाई त्यो इस्युइङ ब्याङ्कलाई त्यसले के गरिन्छ ट्रान्सफर गरिन्छ। त्यसपछि के हुन्छ भनेपछि इस्यु ब्याङ्कले अब के गर्छ भने त्यो सबैको त्यो बिल्सको गुड्सको सिपमेन्टको होइन सामानको लिस्टहरू आइसकेपछि के गर्छ भनेपछि उसले त्यही बिल्स डकुमेन्टहरू ह्यान्ड ओभर गर्छ कसलाई इम्पोर्टरलाई गर्छ अनि पेमेन्टको लागि रिक्वेस्ट गर्छ कि अब हजुरले पेमेन्ट गरिदिनु पऱ्यो होइन। त्यसपछि के गर्छ भनेपछि होइन लास्ट प्रोसेसमा के हुन्छ 9th प्रोसेसमा पेमेन्ट गरिन्छ अनि त्यो जुन कन्साइनमेन्ट नोट अनुसार के गर्छ भने त्यो नोट लिएर होइन इम्पोर्टर जुन एजेन्ट छ थर्ड पार्टी छ होइन उसँग जुन त्यो इम्पोर्टेड छ भने त्योबाट लिन सकिन्छ। छैन भने त्यो डाइरेक्टली एक्सपोर्टरबाट पनि दिन सकिन्छ। त्यो कन्साइनमेन्ट नोट हेराएर कि यो हजुर एज अ प्रुफ मै हो यसको रिसिभर अनर मैले नै मागेको छु भनेर उयो भन्छ होइन। अनि त्योबाट के लिन्छ अब केही आफ्नो कस्टम ड्युटीहरू एज अ हुन्छ नि त अर्को देशबाट हाम्रो देशमा ल्याएपछि कस्टम ड्युटी बुझाएर के गर्छ उसले लेटर अफ क्रेडिटको प्रोसेस यही खतम हुन्छ। धन्यवाद।